यहाँको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको 17औं संस्करणको तयारी पुरा भएको आयोजक तमथी युकेले जानकारी दिएको छ। आगामी 30 अगस्त आइतबार लन्डनको क्याम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलाको तयारीबारे जानकारी दिन तमथी युकेले गत आइतबार मिचेड स्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो। नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना हुने मेलामा बेलायतमा रहेका नेपाली सङ्घ संस्थाले आफ्नो मौलिक कला, संस्कृति, वेशभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गर्नेछन्। मेलाका संयोजक तथा तमुदी युकेका उपाध्यक्ष कमल कोनी गुरुङका अनुसार हाम्रो संस्कृति हाम्रो पहिचान हाम्रो गौरव भन्ने नारासहित आयोजना हुने मेलामा बेलायत स्थित 42वटा भन्दा बढी नेपाली सङ्घ संस्थाको सहभागिता रहने जनाइएको छ। उक्त मेलामा 24वटा सङ्घ संस्थाले झाँकी प्रस्तुत गर्नेछन् भने 10वटा सङ्घ संस्थाले नृत्य प्रस्तुत गर्ने जनाइएको छ। उक्त नेपाली मेलालाई बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले उद्घाटन गर्ने भएको छ। त्यस्तै यस वर्ष पुरस्कारको राशि समेत वृद्धि गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो। यस वर्ष बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि प्रवेश निःशुल्क हुनेछ र प्रवेश शुल्क बापत प्रत्येक व्यक्तिलाई 5 पाउन्ड तोकिएको, पार्किङ शुल्क बापत 5 पाउन्ड, कोच तथा बस पार्किङका लागि 10 पाउन्ड तोकिएको संयोजक गुरुङले बताए। नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष विमला सेनी, आदिवासी जनजाति पत्रकार महासङ्घ युकेका अध्यक्ष बम सूर्यवंशी लगायत पत्रकारहरूको विशेष उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा तमुदी युकेका मिडिया सेक्रेटरी एसके गुरुङले सहभागी सञ्चारकर्मीहरूको परिचय गराएका थिए। त्यसपछि अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ र उपाध्यक्ष कमल कोनी गुरुङले सञ्चारकर्मीहरूलाई स्वागत तथा सम्मान गरेका थिए। उक्त पत्रकार सम्मेलनमा तमुदी युकेका संस्थापक अध्यक्ष, संस्थापक आमा अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकार, आमा समूहका प्रतिनिधिहरू, पदाधिकारी तथा सदस्यहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। तमुदी युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डाक्टर विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त 17औं नेपाली मेलामा नेपाली खाना, पोसाक, मौलिक सामग्री तथा विभिन्न व्यापार, सेवा र च्यारिटी गरी करिब 75वटा स्टलहरू रहनेछन्। साथसाथै स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउन हेल्थ क्याम्प समेत सञ्चालन गरिने आयोजकले बताएको छ।